हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजको दिन सुपर ओभर पनि हेर्न पाइयो। एउटा कुरा पहिला गरिहाल, आजको म्याच सुपर फोर होइन, सुपर फोरको श्रीलङ्का भर्सेस इन्डियाको। भाइ इन्डियाले ब्याटिङ गरे एक्ज्याक्टली 202 रन हानेर 203 को टार्गेट दियो। मैले यहाँ हमेसा कसैले पनि यो सोचिरहेको थियो कि गयो गेम गयो गेम गयो गयो, अब त श्रीलङ्का त सक्दैन यार, 120-30 भन्दा माथि जाँदैन भने भाइ वान ह्यान्डली अहिले गेम सुपर ओभरमा पुगेको छ के। फाइनली आज श्रीलङ्काले जितेर पनि केही हुनेवाला त छैन मेरो विचारमा, तर त्यो गेम भनेको नि सुपर ओभरमा 202 को भने त्यो त यार इन्डियाको लागि अनएक्सपेक्ट भयो के। यो 202 रन बनाएर गेम सुपर ओभरमा लास्ट मोमेन्टमा। अब सुपर ओभर एकछिनपछि सुरु हुन्छ होइन, फाइनली हेरौँ कसले जित्छ यो सुपर ओभर होइन, त्यसपछि बाँकी कुरा गर्ने भइसकेको छ होइन। र श्रीलङ्का ब्याटिङ गर्न पनि उत्रिसकेको छ र बलिङ भनेको हाम्रो अर्शदीपले सम्हालिरहेको छ के। अब यो सुपर ओभर कसले जित्छ होला यार, 202 रनमा पनि सुपर ओभर हेर्न पाइरहेछौँ हामी भनेको यार, यो त अनबिटेबल भइगयो। जबकि ब्याक टु ब्याक हाल्यो, पहिलो बल हाल्दैछ अर्शदीपले, लगाएर छक्का गयो भन्ने सम्भावना छ। बाउन्स क्याच, रिङ्कु सिंहले एउटा क्याच लिइसकेको छ। पहिलो बलमा पहिलो विकेट गइसकेको छ श्रीलङ्काको। अब श्रीलङ्कासँग लास्ट एउटा विकेट छ। भाइ पुरा इन्टेन्ससँग म्याच बनाइदियो कि श्रीलङ्काले जितेर पनि केही हुनेवाला थियो। मैले भन्न ल्याएको थियो कि श्रीलङ्काले पनि जितेर केही हुनेवाला त थिएन, तर बहुत राम्रो बलिङ होइन जसमा क्याच निकाल्न सकेको थियो। सर्ट राम्रै हानेको थियो। पहिलो विकेट, पहिलो बलमा पहिलो विकेट गइसकेको छ सुपर ओभरको। अब नयाँ ब्याट्स आउने तयारीमा छ। अर्शदीपले धेरै राम्रो बोलिङ गर्यो पहिलो बलै, चाहे आज अलिकति महँगो साबित भइरहेको थियो अर्शदीप। के कतिको टार्गेट दिन्छ होला त, गेस गरौँ न। के गेस गर्ने, यही भिडियो रोकेर भनौँ भनेपछि के होइन। यहाँ सेकेन्ड विकेट आइसकेको छ। पावर सुपर ओभरमा इन्डियाले जितिहाल्छ नो डाउट। ब्याक पुल कोसिस गर्न लाग्छ, 1 रन दौडिरहेछ, बल त्यहीँनिर थियो, दौडेर कम्प्लिट 1 रन कम्प्लिट भइसक्यो र पहिलो रन आफ्नो कम्प्लिट गरिसक्यो श्रीलङ्काले। 1 आउट, 2 बलमा 1 रन। बल पछाडि पुल गर्न कोसिस गरेको थियो, लेगले रुक्यो, ब्याट कनेक्ट भएर राम्ररी लागेन, तर गुड रन एट बेटिङ भन्छ नि, जुन दौडीमा दुईजनाको कम्बिनेसन धेरै राम्रो। किन चाहिँ यार अर्शदीप उतातिर यार ऊ छ के, गोस्ट भनेको को थाहा छ के अरे, हाम्रो अभिषेक शर्मा। त्यसलाई त गोस्ट भन्छु यार, बलर काट्छ होला त्यसलाई बोलिङ गर्ने बेला यार। कन्टेस्ट नो श्रीलङ्काले आज धेरै राम्रो ब्याटिङ गर्यो यार, धेरै राम्रो के। यही ब्याटिङ पाकिस्तानसँग हुँदाखेरि अलिकति
श्रीलङ्का अहिले 2 रन 3 को टार्गेटमा क्लाक्स भइसकेको छ। अब यसपछि ब्याटिङमा कुमार यादव र कोही फाइनलमा राम्रो पर्फर्मेन्स गर्छ भन्ने त अलिकति लाग्छ नि यार। त्यहाँबाट यताउति छोडिदियो होइन, ठिक छ, बाई बाई। तिमीले हेऱ्यौ यहाँसम्म भनेपछि लाइक सब्सक्राइब र ऊ पनि गर्नु। अब 28 तारिक फाइनल श्रीलङ्का भर्सेस इन्डिया भर्सेस के हो पाकिस्तान, हाम्रो फाइनल हेर्ने छ। जोइन हुनु, लाइभ पनि आउनु। ओके, बाई बाई।